जय मङ्गोल नमस्कार। गाउँ बस्तीमा थुप्रै भ्रमहरू फैलिरहेका छन्। थुप्रै भ्रममध्ये हैन भालेको भोट चाहिँ खेर गयो, भालेले अहिलेसम्म जितेन भन्ने चाहिँ एउटा भ्रमको बारेमा अहिले बोलौँ। र मङ्गोल नेसनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा हैन भोट हाल्ने चाहिँ एकदम अगाध माया गर्ने जो मतदाताहरू हुनुहुन्छ उनीहरूलाई चाहिँ जुन अरू दलले हैन हाम्रो विरोधी दल हाम्रो विपक्षी दलहरूले चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनमा तिमीहरूले हालेको भोट भालेमा हालेको भोट खेर गयो हैन भन्ने चाहिँ जुन भ्रम छ त्यो विषयमा चाहिँ म के भन्न चाहन्छु भने भोट कहिले पनि खेर जाँदैन हैन। जुन भोट चाहिँ जुन एकपल्ट हालेको भोटले हैन 5 वर्ष काम गर्छ र यो मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ खाँटी लोकतन्त्रवादी, खाँटी धर्मनिरपेक्षवादी र खाँटी प्रान्तीयतावादी भएको हुनाले र नेपालको 80% मूलवासी मङ्गोलहरूलाई हैन संविधानमा चाहिँ सुरक्षित गर्ने दल भएको हुनाले चाहिँ यही भोटले हैन जुन भाले चिन्हमा विगत चाहिँ 64 सालदेखि चाहिँ चुनाव चिन्ह भालेमा भोट हाल्नुभयो र उता इलाम झापा इलामतिर चाहिँ स्वतन्त्र रूपमा पनि भोट हाल्नुभयो। त्यही भोट चाहिँ हैन त्यही भोटले गर्दाखेरि चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई अझै बलियो र अझै मजबुत बनाएको हुनाले त्यो भोट कदापि खेर गएको छैन र जुन भोट चाहिँ देशमा मात्र नभएर राष्ट्रमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि त्यो चाहिँ संग्रहित हुने हुनाले अझै राष्ट्रिय स्तरमा र अन्तर्राष्ट्रिय स्तरमा पनि जुन भालेमा मतदान गर्नु हुनेहरूको मतले नै मङ्गोल नेसनल अर्गनाइजेसन मजबुत हुँदै बलियो हुँदै र झाङ्गिँदै गएको हुनाले त्यो भोट खेर नगएको भन्ने कुरा चाहिँ यहाँ राख्न चाहन्छु। र जसले चाहिँ भोट हाल्नुभयो 79 मा 74 मा 70 मा 64 मा र दल दर्ता नहुँदैखेरि पनि इलाममा जुन चाहिँ सेटै चाहिँ जिताउने मतदाताहरू लगायतलाई सबैलाई चाहिँ धन्यवाद भन्दै अहिले चाहिँ बिदा हुन चाहन्छु। धन्यवाद। जय मङ्गोल नमस्कार।